ल आज कामदेखि अलिक चाँडै फर्केको है भन्छु सबैलाई मैले। बिहानी पखाएको न्यानो न्यानो अभिवादन, गुड मर्निङ, नमस्ते भन्न चाहे। अरूले गर्दैछ काम, म चाहिँ निस्किएको। अब जति गरे पनि के गर्नु, मर्दा लिएर जाने होइन। त्यही भएर आफ्नो टाइमभन्दा पनि 15-20 मिनट कमै गरेर निस्केको। के अरे अरूले रेस्ट गर्छु भनेर त्यस्तै छ। आज त के अरे अब रात लम्बिनु थालेछ। अरू बेला अब 5 बजे उज्यालो हुन्छ, अहिले 5 बजे यस्तो अँध्यारो अँध्यारो जस्तो छ। फेरि गर्मी महिनामा फेरि 5 बजे त यतिखेर घाम लागिसकेको हुन्छ अरू बेला। अब चाहिँ जे होस् चिसो बढ्दै गयो, अँध्यारो पनि हुन थालेछ। बिहान पनि हाइवेस लगाएर हिँड्ने दिन सुरु हुनु थालेछ। अब जे होस् कता गर्नु हो, अर्कै बाटो। भनेर विचार गरेँ। अब चाहिँ यस्तो भन्नुहुन्छ भने M25 मोटरवे। बिस्तारै झरेको के बिस्तारै झर्दै क्या। उहाँ पनि फेरि यस्तै छ एउटा बाटो। पर त मन्दिर पनि छ, पन्जाबीहरूको मन्दिर। फेरि यहाँ पनि छ त्यस्तै। यहाँ त उयो साइकल कुदाउने खालको बनाउनु नि हौ, तलको जस्तो छैन, बोक्नै पर्छ। कस्तो यो त कस्तो पुरानो भइसक्यो यस्तो है। पुरानै राख्नु पऱ्यो। आज कार्लोस भन्ने एउटा केटोले चाहिँ मेरो सिटमा आउँछु, पर्सि शनिबार चाहिँ मेरोमा त आइदियो भनेको छ। त्यो भएर आज चाहिँ छुट्टी भन्दा पनि हुन्छ। के गर्ने, पुग्ने खोज्छ अझै। आज मानेको त के अरे अझै अर्को दिन पनि गरौँ न त्यस्तै भन्छ। कस्तो खालको भने मसला। चरा चरा हेर न, नेपाली भाषामै पर्छ चराहरू यार। यताको चराहरू पनि कसले हो कि हो यो। मान्छेको भेट्दै नै हुँदैन।
यस्तो क्रसिङमा चाहिँ मान्छे आएपछि गाडी ठ्याक्ठ्याक रोक्छ है, त्यही भन्नु पर्दैन, गाडीको कामै रोक्ने। उताबाट आएको भए पनि त्यहाँ पुगिसक्थेँ, यताबाट अलिक ढिलो चाहिँ हुँदो रहेछ है, उताभन्दा यताबाट ढिलो। यति बेला उता तलको त्यो ठुलो घर पनि परिसक्थेँ म, यताबाट ढिलो हुँदो रहेछ। त्यो हाम्रो पनि अब घरिघरि अब बाटो फेर्नुपर्छ कि, त्यही भएर त्यस्तो हुन्छ। यस्तोमा चाहिँ के अरे उताफरको गाडीहरू घरिघरि ढोका परेन कि, तर ठोक्यो भनेदेखि चाहिँ मान्छे उहीँ सुई, त्यही भएर यस्तोमा चाहिँ म जोगिएर हिँड्छु कि, अलिक डिस्टेन्स बनाएर, किनभने अब त्यत्रो आउँछ भिडियोतिर होइन, टिकटकतिर, त्यही भएर जोगिनु पऱ्यो नि त। यतै फर्केको त फरक पर्दैन, तर उता फर्केको गाडी चाहिँ क्या, अनि यस्तो लुकिङ ग्लास अन छ भनेदेखि चाहिँ मान्छे जस्तो लाग्छ क्या। लुकिङ ग्लास यस्तो भित्र दोब्रेको त अब मान्छे हुँदैन, र पनि त्यस्तै हो के गर्ने। लानु पऱ्यो नि गयो। बाटो क्रसिङ यताबाट नहिँडेको कुरो हो, के अरे सधैँ जाने बाटो यता पछाडिबाट सिधा उता नउठेको। यहाँको ट्याक्सी यस्तो हुन्छ, ट्याक्सी तलको नो इन्ट्री आयो त हौ, नो इन्ट्री भनेर होइन, अब साइन नो इन्ट्रीको छ। अब हेरौँ के हुन्छ है त। अब ट्याक्कसँग लगाएर यताबाट जानु पर्यो, कागहरू भएकोबाट। नो इन्ट्री न सो इन्ट्री होइन, हामी साइकललाई भन्दा नि अस्ति मैले बाटो काटेर मलाई पैसा तिराएँ चोरहरूले।